2011 साल नेपाली क्रिकेट टिमको लागि यस्तो समय थियो जब कप्तान पारस खड्काले नेपाल वर्ल्ड कप खेल्छ भनेर भन्दा उनी मजाकको विषय बनेका थिए र त्यो स्वाभाविक पनि थियो किनभने बिना सरकारको सहायता र बिना कुनै लगानी त्यो सपना असम्भव जस्तै लाग्थ्यो। त्यसै साल अक्टोबरमा नेपाली क्रिकेट टिमको हेड कोचको रूपमा उबुद्धु दशनायके सपना पूरा गर्न निकै महत्त्वपूर्ण भूमिका खेल्नेवाला थिए। उनले त्यो सपना पूरा गर्ने सोचले व्हाट्सएपमा मिशन T20 वर्ल्ड कप नामको एउटा ग्रुप बनाए र त्यसै साल 2011मा त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा भएको एउटा प्रेस कन्फरेन्समा उनले कुनै हालतमा पनि नेपाललाई वर्ल्ड कप खेलाउने प्रतिबद्धता गरे र त्यसको ठीक 3 सालपछि 2014 T20 वर्ल्ड कपमा नेपाललाई गाइड गर्दै उनले आफ्नो वचन पूरा गरे। नेपाली फ्यान्सहरू यो देखेर निकै खुसी थिए। आफ्नो बोलीको पक्का कोचले अब पक्कै पनि आगामी दिनमा नेपाली क्रिकेट टिमको स्तर अझै पनि माथि राख्छन् भनेर नेपाली फ्यान्सहरू आशा गर्दै थिए। तर अक्टोबर 2015मा केही व्यक्तिगत कारण बताउँदै उबुद्धुले नेपाली क्रिकेट टिमको कोचिङ पदबाट राजीनामा दिए। उनको कोचको रूपमा अन्तिम खेल पपुवा न्युगिनीसँग थियो। केही समयपछि फेरि डिसेम्बर 2021मा उबुद्धु दशनायके नेपाली क्रिकेट टिमको हेड कोचको रूपमा पुनः नियुक्त भए। नेपाली क्रिकेट फ्यान्सहरू निकै उत्साहित थिए किनभने उनी कोचको रूपमा नियुक्त हुनु अगाडि डेभ वाटमोरले नेपाली क्रिकेट टिमलाई निकै अगाडि बढाइसकेका थिए र यसै अवस्थामा विगतमा नेपाललाई सफलताको स्वाद चखाएको कोच फेरि आउने भनेपछि अझै पनि नेपालको कयौं अधुरो सपनाहरू फेरि पूरा हुने आशा नेपाली फ्यान्सहरूले देख्न थाले। तर वास्तविकता ठिक त्यसको विपरीत भयो। क्यानभित्र विभिन्न लफडा, ज्ञानेन्द्र मल्लको सस्पेन्सनले गर्दा नेपाली क्रिकेट टिममा कुनै प्रकारको युनिटी थिएन र त्यो युनिटी बिनाको टिमलाई लिएर अघि बढेर म्याचेस जिताउन पनि एकदमै मुस्किल काम थियो। त्यसै कारणले नेपाल वर्ल्ड कपमा क्वालिफाई हुन सकेन। त्यति मात्र नभएर WCL को समेत बटम 2 मा नेपाल पर्यो। त्यसको केही समयपछि जुन 20, 2022मा उबुद्धु दशनायकेले फेरि पनि पर्सनल रिजन बताउँदै नेपाली क्रिकेट टिमको हेड कोचबाट राजीनामा दिए। उनले थप्दै भने यो डिसिजन उनको कोचिङ करियरको सबैभन्दा हार्डेस्ट डिसिजन मध्ये एक थियो। यसरी नै उबुद्धु दशनायके एरा 2.0 बाट नेपाली फ्यान्सहरूको जुन एक्सपेक्टेसन थियो त्यो पक्कै पनि पूरा भएन। तर हालसालै भएको नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई कोचको रूपमा टाइटल जिताएर उबुद्धु दशनायकेले आफ्नो क्षमताको बारे सबैलाई उदाहरण दिएकै छन्। नेपाली क्रिकेट टिमलाई वर्तमानमा एउटा असल कोचको आवश्यकता छ जसले नेपाली क्रिकेट टिमलाई अघि बढाएर नेपाली क्रिकेट फ्यान्सहरूको हराएको त्यो हर्ष फिर्ता ल्याउन सक्छ। र त्यस्तो अवस्थामा के उबुद्धु दशनायके नेपाली क्रिकेट टिमको कोच बन्नको लागि अहिलेको अवस्थामा बेस्ट अप्सन छन् त? तपाईलाई के लाग्छ? आफ्नो विचार कमेन्ट गर्न नभुल्नुहोला र यो भिडियो मन परे यो भिडियोलाई लाइक गरेर यस्तै क्रिकेट सम्बन्धी अनेक कन्टेन्टको लागि हाम्रो च्यानल ट्रोल क्रिकेट नेपाललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।